मेरो फेसबुक परिवारलाई सरप्राइज छ। आज मैले अनलाइनबाट के मगाएँ म खोलेर देखाउने नै छु। र आज मङ्गलबार थियो। मङ्गलबार चेकिङ यस्तो चकमा दिएर एकजना स्कुटरवालाले भाग्नुभयो। मेरो बुढी कहिले क्यामरामा नआउने मान्छे आज क्यामरामा है। सो अल राइट गाइज, वेलकम टु माई मिनी ब्लग। बिहानीको सुरुवात चियाबाट गरौँ भनेको चियाको हालत यस्तो छ किनभने कपाल काटेर बिजी भए। सो सामान चाहिँ ओपनिङ गर्न थालेँ मैले क्यामेरा एकतिर राखेर होइन। यो मैले यस्तो दामी फिट गरेँ, ट्याक 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 ट्याक। मलाई कसैले सिकाइराख्नै परेन, मैले आफै सबै सेट गरेर यसको टेस्ट गरौँ न त कस्तो आउँछ भनेर मैले एकजना भाइको छोटो कपाल काटिदिइहालेँ होइन। त्यस पछाडि यो भाइको यस्तो लुक्स आएको थियो। त्यस पछाडि चाहिँ एकजना भाइ बच काट्ने भन्यो, क्यामेरा निकालेको थिएन, मेरो चेस्टमै थियो। यसको नाम चाहिँ चेस्ट माउन्ट भन्दो रहेछ होइन। यो भाइले चाहिँ बच कटिङ काट्छु भनेर चाहिँ मैले एकदम दामी बच कटिङ एम्बापे लुक्स हानिदिएको थिएँ भाइको होइन। सो भाइको कपाल काटिसक्नु बित्तिकै मैले कहाँ लगेर गएँ भन्दाखेरि लिचीको गोदाम नभनौँ, लिचीको बगानमा है। बगान, लिचीको बगान। यो चाहिँ मेरो घरबेटीको हो लिचीको बगान होइन। सो लिची एकदमै धेरै फलिरहेको थियो अनि एउटा चाहिँ हातले टसक्क टिपेर खानु मन लागिरहेको थियो तर आँट पुगेको थिएन। तर के गर्ने त भन्दाखेरि खाइदिने एउटा त भनेर ट्याक्क एउटा चुडाएर फेरि कालो क्यामेरा तेर्साएर उकालो जाँदै गरेको कि मैले कसलाई देखेँ त आज भाउजूलाई किचनमै देखेँ। अनि मैले भाउजूलाई बोलाएँ है, भाउजूसँग कुरा भाउजूले के भन्दै हुनुहुन्थ्यो मलाई होइन। सो सुन्नुभयो होला होइन। त्यस पछाडि म गएँ सिधै पसलमा। यो चाहिँ एकदमै ठुलो गोदाम हो, पसल हो, मेरो साउजी भनौँ होइन। उहाँहरूकोमै म रेन्टमा बस्छु। यो मैले चलाइराखेको सैलुन उहाँहरूकै हो। मैले चाहिँ यहाँ रेन्टमा लिएर डेकोरेसन गरे हो होइन। तर खासमा भन्नुपर्दा लिची चाहिँ एकदमै मिठो थियो क्या। देख्न सक्नुहुन्छ यस्तो सोलिड लिची, यस्तो दामी गुलियो भइसकेको छ, गुलियो लागिसकेको छ होइन। त्यतिकैमा यो अब घरबेटी साउजीको जेठा छोरा हाम्रो कुमार दाई बसिराख्नु भएको थियो। कुमार दाईसँग गफसप हाम्रो त भेट भएपछि तगडावाला गफ जान्छ क्या है। अनि दाइ र मेरो चाहिँ अब गफ गऱ्यो। अनि यो चाहिँ के हो भनेर भन्नुभयो। मैले चेस्टमा आउनु यता त्यता भनेर भने होइन, गफसप हाने। अनि आज त म मङ्गलबार हो नि त, खाली थिएँ नि त, खाली खाली जस्तै होइन। अब 1000-1200को त कपाल काटेको थिएँ तर अब त्यही पनि होइन, प्रायः जस्तो खाली नै हुन्छ क्या। सधैँ भिडभाड भइराख्ने अनि मङ्गलबार चाहिँ खाली हुन्छ। सो मङ्गलबार आज के गर्ने त भन्दाखेरि बजार गएर मेरो बुढी आएको थियो क्या अनि चटपटे खानु भनेर चाहिँ बजार गएको है। सो तपाईँहरूले कसले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस् है त है। मैले एकदम तगडावाला गफ हान्दै गएछु होइन। अब भोइस ओभर गर्दाखेरि अब के बोल्ने के नबोल्ने त्यो टुङ्गै हुँदैन क्या। अब लङ भिडियो हुन्छ, जे मनमा आयो त्यही बोल्दै गइन्छ होइन। आज चाहिँ यस्तो तगडावाला चेकिङ थियो। स्टार्टिङमै मैले तपाईँलाई भनेको थिएँ होइन, चकमा दिएर, ट्राफिकलाई चकमा दिएर एउटा स्कुटर भाग्नुभयो भनेर होइन। सो यो देख्दै गर्नुभएको चाहिँ मेरो केराबारी वान अफ द बेस्ट ब्युटिफुल होइन। मेरो नजरमा चाहिँ हाम्रो केराबारी एकदम, मलाई चाहिँ केराबारी एकदमै दामी लाग्छ क्या। हाम्रो केराबारीको टक्कर चाहिँ कसैले दिन सक्छ केराबारीसँग जस्तो लाग्दैन क्या। त्यस्तो दामी लाग्छ क्या मलाई। आफ्नो ठाउँ आफैलाई प्यारो भन्छ नि, हुन त तपाईँहरूलाई पनि तपाईँहरूको ठाउँ कसैले टक्कर देला जस्तो छैन होला होइन तपाईँहरूको नजरमा। मलाई पनि त्यस्तै लाग्छ, मेरो केराबारीलाई चाहिँ कसैले टक्कर देला जस्तो चाहिँ लाग्दैन है। अनि यो बुलेट जाँदै गर्दा चाहिँ मलाई एक मनले चाहिँ बुलेट पो लिउँ कि क्या हो जस्तो लाग्यो क्या। तर तेलको दाम सम्झिँदा त बाफ रे, बुलेट त के लिने हो र होइन। तेल सानो महँगो छैन होइन, बढेकै छ तेलको दाम। सो यसमा चाहिँ यो ब्रिज पुल लागेको धेर भएको छैन है। पहिला यसमा पुल नलाग्दाखेरि वारी र पारी केराबारी क्रस गर्न होइन, आते जाते गर्न एकदमै दुःख थियो। यहाँ एकदमै ठुलो खोला आउँछ क्या। यो खोला तरेर जानु अनि एकदमै गाह्रो क्या। सानो बच्चाबच्चीहरूको इक्जाम चलिराखेको बेला खोला आइदिएको हुन्थ्यो, एकदम गाह्रो थियो। तर फाइनली होइन पुल लागेको छ। मदन भण्डारी मार्गमा पुल लागिसकेको छ हाम्रो केराबारीको पुलमा होइन, यो खोलामा। यसमा चाहिँ एउटा छुट्टै एउटा कहानी छ, कुनै दिन भनौँला होइन। सो म यसरी जाँदै चाहिँ मसँग त लाइसेन्स थियो होइन। लाइसेन्स नहुने हो कि सायद के हो, हेलमेट त लाउनु भएको थियो तर ट्राफिकलाई मैले हेर्दै चकमा हानिहाल्नु भयो। रोक्दै हुनुहुन्थ्यो, रोकेन होइन। साइडबाट फुत्तै यहाँबाट निस्केर चलिदिनुहुन्छ है है। सो अनि यो चाहिँ वारी र पारी हो नि त हाम्रो केराबारी। म चाहिँ अब मसँग त लाइसेन्स थियो, रोके पनि केही हुन्थेन जस्तो लागिरहेको थियो। तर एकदम मुटुको धड्कन भन्ने ठाउँमा थिएन होइन। यति ढुकढुक गरिरहेको थियो नि, मेरो मुटु त ठाउँमै थिएन है। सो अब यसमा चाहिँ एउटा टर्निङ छ थोरै अगाडि गएपछि होइन। अनि टर्निङ छ, त्यस पछाडि चाहिँ पर अलिकति पर चाहिँ एउटा
चोक आउँछ त्यसलाई नै भन्छ हाम्रो मेन चोक केराबारी चोक होइन मेन चोकै हाम्रो चाहिँ म चाहिँ हामी यता साइडको म चाहिँ दालचोकमा बस्छु यो अहिले जाँदै गरेको चाहिँ हाम्रो केराबारीको मेन चोक है कुनै दिन म तपाईँलाई अझै डिटेल्समा होइन मङ्गलबार बजार लाग्छ ठुलो एकदमै होइन त्यतिखेर तपाईँले चाहनुभयो होइन कमेन्ट गर्नुभयो भने बनाइदिनु बजारको भिडियो पनि भन्नुहुन्छ भने म बजारमा पनि भिडियो बनाइदिउँला होइन किनभने भित्रभित्र ठुलो बजारै लाग्छ क्या यो चाहिँ रोड एरिया हो तर उता माथिल्लोपट्टि यो जाँदै गरेको यता पश्चिम साइडमा बजार लाग्छ क्या पूर्वमा होइन पश्चिम साइडमा चाहिँ ठुलो बजार लाग्छ सो म चाहिँ यहाँनिर मेरो बुढी पनि बजार आएको थियो अनि सँगै बसेर चटपटे खाऊँ न त खाली हुँदा भनेर यहाँबाट 5 मिनट पनि लाग्दैन कति 3 मिनटको आसपासमा पारी पुगिहालिन्छ सो त्यही भएर मैले चाहिँ बुढीलाई ल म आउँदैछु चटपटे खाऊँ भनेको बुढीको थोरै काम थियो नि त अनि बुढी अलिकति ढिलो आयो मैले त चटपटे आधी उदो खाइसक्दा मात्र आएको थिएँ क्या खासमा भन्नुपर्दा है यो चाहिँ यो बाटो चाहिँ सिधै उकालो जाँदाखेरि हाम्रो केराबारीको माथि यो के भन्छ सिंहदेवी जाने बाटो है सिधा उकालो गयो भने चाहिँ सिंहदेवी पुग्छ अनि माथिको भ्यू होटल केराबारीको एकदमै चर्चामा रहेको होटल भ्यू होटल पुग्छ है अनि म तपाईँलाई चाहिँ अहिले यहाँनिर मैले पार्किङ गर्नु खोजेको होइन यो टर्निङ न्युटन घुमेर तल त्यहाँ तल चटपटेको ठेला छ क्या ऊ देख्दै हुनुहुन्छ हो त्यहाँनिर लानु खोजेको है होइन अनि यहाँनिर मैले चाहिँ बुढीलाई एकदमै धेरै पर्खेँ नि थाहा छैन होला तर मैले अफ क्यामेरा गरेको थिएँ त्यस पछाडि चटपटे मागियो आफै खाइयो पसल आइयो मेरोमा कस्टमरहरू पनि आइराखेको थियो नि त त्यही भएर भाइहरू आइरहेको थियो त्यही भएर पसल आइयो है।